गाइस है हाम्रो चाहिँ घरमा आएर भाइ पनि हो आएर यस्तो फुल राख्ने र्याक बनाउँदैछ छ कला चाहिँ अलिअलि है र्याक भनौँ न फुलको स्ट्यान्ड बस्तीमा आइसकेपछि यस्तो हो नि त कला भन्ने कुरो चाहिँ हुनुपर्छ हातमा हो सानै भए पनि यतिको कला चाहिँ छ हो सो हजुरहरुलाई आउँछ भने भन्नुस् कमेन्टमा फुलको स्ट्यान्ड बनाउँदैछ भाइले सो तपाईहरुलाई कतिको मन पर्छ यस्तोहरु बनाएको कमेन्टमा भन्नुस् है त भरै देखाउने छु हजुरहरुलाई है कम्प्लिट भएपछि हेर्दै गर्नु होला म चाहिँ यहाँनिर बारीमा आएको छु है माटो ल्याउनु लागि यो मलसँग मिसिएको अलरेडी भएको मल हो सो यसलाई चाहिँ खडेर बोरामा लगेर चाहिँ फुलमा लगाउनु पर्ने छ गाइस सो म चाहिँ आएर यतिकै खन्दै थिएँ कि मम्मीले बिचारा छोरीलाई हातमा मैला लाग्छ नङमा भनेर पन्जा ल्याइदिनु भएको अरे यस्तो नाजुक हातमा मैला पस्छ भनेर म त यतिकै काम गर्छु नि त सो मलाई त्यस्तो त्यो केयर गर्नु आउँदैन गाइस हो सो बिचारा मेरो मम्मीले हेर्नु त पन्जा ल्याइदिनु भएको अरे छोरीको हातमा नङमा मैला पस्छ भनेर पर्दैन भनेको लगा लगा भन्नुहुन्छ ल्याइदिनु भएछ है त अब यो मल लगेर माथि लगेर चाहिँ त्यहाँदेखि चाहिँ फुलमा उयो गर्छु भरे देखाउँछु है त तपाईहरुलाई सो अब भारी पनि लगाइसक्यो मलको हो बोरामा हालेर मलको भारी भइसकेको छ गाइस हो डोकोमा बोक्यो भने सबै चुन्छ मसिनो हो नि त त्यही भएर चाहिँ बोरामा नाम्लोमा बोक्दा पनि हुन्थ्यो तर मलाई डोकोमा सजिलो लाग्छ किनकि कम्फर्टेबल हुन्छ नि त डोकोमा चाहिँ त्यही भएर चाहिँ हेर्नुहोस् अब लिएर जाँदैछु है गाइस अहिले चाहिँ अब पट भर्दैछु हो पट भरिँदैछ अघि चाहिँ पटै नपुगेर कि फेरि आधी नपुगेर फेरि दोकानबाट लिएर चाहिँ अहिले चाहिँ भरिँदैछ पटमा हो सो यसरी भरिन्छ नयाँ उयोहरूलाई चाहिँ नयाँ मलहरू मतलब नयाँ बिरुवा सार्दाखेरि चाहिँ यसरी उयो गर्नुपर्छ भर्खर कलम सार्दाखेरि चाहिँ पटमा लगाइन्छ त्यहाँदेखि बादमा चाहिँ गमलामा फेरि फेर्नु पर्यो हो गाइस भाइले फाइनली बनाइसक्यो हो यो स्ट्यान्ड है फ्लावर र्याक भनौँ न सो कस्तो देख्यो भनिदिनु होला है त अर्को साइडको हो कला त छ नि केटामा हातमा कला त भएकै हो सानो भए पनि यो डल्लै बनाएको हो कस्तो लाग्यो तपाईहरुलाई भनिदिनुस् है यो सानो सानो पनि बनाएको छ एक्लै बनाएको साथी बेगर यो सबै हो कस्तो लाग्यो भनिदिनुस् है कमेन्टमा फुल रोप्ने चाहिँ दिदी भाइ चाहिँ स्ट्यान्ड बनाउने भनौँ न र्याक बनाउने सो कस्तो लाग्यो भनिदिनुस् है कमेन्टमा मेरो भाइले बनाएको फ्लावर स्ट्यान्ड